सबैजनालाई नमस्कार। म चाहिँ आज यो घना जङ्गल हैन मेरो बारीतिर आएको यस्तो बारी हेर्न धेरै 1-1.5 वर्षपछि आइयो। यो चाहिँ हामी बाउ छोराले लगाएको सुन्तलाहरू हाम्रो घर परिवार मिलेर लगाएको। यहाँ लगभग 100-150 वटा बुटा थियो हैन। सुन्तला हेर्नै आउन भ्याएको थिएन। आज यसो जाम घाँस दाउरा गरम सुन्तला फलेछ भने टिपम भनेर आएको। अलिअलि चाहिँ फले रहेछ है। सुन्तला फल्न सुरु भयो रहेछ। यसलाई स्याहार सुसार भएन साथीहरू। यो जङ्गल यो ठुल्ठुला बुटाहरू सबै फाड्न पर्ने भएछ। यो चाहिँ ल सुन्तला चाहिँ छ। मेरो बुढी चाहिँ त्यता सुन्तला टिप्दैछन् डोकै बोकेर आएको हैन। यो पुरै छ यहाँ लगभग 100-150 वटा जति बुटा हुनुपर्छ है। लगाउन चाहिँ हामीले टोटल्ली 2-250 लगाएको हो हैन। अब घरतिरको वरिपरिको गर्दा 300 बुटा पनि थियो होला त्यो बेला। अब अहिले हुर्केको बुटाहरू कति छ भन्ने कुरो चाहिँ त्यति थाहा भएन। अब यस्तो छ है। अब स्याहार सुसार गर्न सकिएन। फल्न चाहिँ फलेछ लगभग मेरो विचारमा 100-150 किलो जति चाहिँ फले रहेछ। माथि निकै राम्रो फलेछ। यस्तो छ कन्डिसन। अब के हान्ने ल। कति गुली हो।